यसरी हामीले यिनीहरू मासुहरू अब आफ्नो आफ्नो पार्ट्सहरू छुट्याएर अनि यो पुच्छर पछि अब हामी यसरी एक एक गरेर यिनीहरूलाई काट्छौँ। जस्तो ठ्याक्कै भएको छ पखेना सब काट्नुपर्छ ल। त्यसपछि ल यो माछालाई उयो गर्नुपर्छ। अनि अब फेरि हामी के यसरी गर्नुपर्छ। कुखुरालाई खसी तिनीहरू मन्डामा काटिन्छ कि होइन यो चाहिँ पुच्छरमा अब कटिङ हुँदैछ 10 किलो यसरी गर्नुपर्छ। कुखुरालाई खसी तिनीहरू मन्डामा काटिन्छ कि होइन यो चाहिँ पुच्छरमा यस्तरी रगत आउँछ हेर्नु। तर बहुत ठुलो छ ल। यसरी काटिन्छ है। अब काट्ने तरिका हेर्दै जानु होला। यो चाहिँ हाम्रो ठेडलाई जस्तै हामीले मन्टा काटिन्छ खसीहरूको भनेपछि यो ठेडको चाहिँ यो माछाको चाहिँ पुच्छर काटेर यसो रगत चाहिँ यो निस्किन्छ। यो चाहिँ हामीले काटिसक्यौँ भनेपछि अब हामी यसरी एक एक गरेर यिनीहरूलाई काट्छौँ। एक एक गरेर यो काट्छौँ यो पखना यसको मुनि भएको छ यिनीहरू पनि काट्छौँ। यो अब चाहिँ यिनीहरू सबै काटिसकेर यसको यो बाँकी छ है काटेर हामीले काटिसकेपछि हेर्नुहोस् पुरा मुना जस्तो ठ्याक्कै भएको छ। पखेना सब काट्नुपर्छ ल। त्यसपछि ल यो माछालाई उयो गर्नुपर्छ। अनि अब फेरि हामी के गर्छौँ भन्दाखेरि अनि हामी फेरि यसलाई यसलाई यस्तो गरेर काट्नुपर्छ। हेर्नुहोस् यो भुँडी नकाटेर के खान्छ र काटेर त खाने त्यही त कि अब यसलाई स्याट यस्तो गरेर यो भान्जालाई त्यो त पछाडिबाट खिच्ने त्यहाँ अगाडि खिच्यो। यो भयो लाम्टा भन्छ यसलाई हाम्रो भाषामा। अनि तपाईँको हामीले यो निकाल्छौँ यसको भित्रको भुँडीहरू निकालेपछि अनि यहाँ एउटा यसको पोचो भन्ने हुन्छ कि पोचो भन्छ हामीले होइन। यदि गोबुडा जस्तो हुन्छ यसलाई खाला पर्छ है त्यो काम छैन। यो हो आन्द्रा भुँडी हेर्नुहोस् यत्रै हुन्छ यसको आन्द्रा भुँडी। यसले केही खान्छ खाँदैन। यो हो पित्त हो। यो पित्तलाई हामीले फेरि यसरी पल्कुनै काट्यो यो पित्त ल। यो पित्त हो। अनि कलेजो हाम्रो यस्तो हुन्छ होइन यो चाहिँ कलेजो हो। कलेजोको हामीले यो बाहिरी तलेत्रा यस्तो निकाल्छ। यो तलेत्रा निकाल्नुपर्छ नत्र भने फेरि शरीर लोक्तिन्छ भन्छ होइन। अलिकति शरीरको छालाहरू जान्छ अरे। छालाहरू जान्छ भन्छ है। त्यसरी यो यसरी यसको बाहिरी यो प्लास्टिक जस्तो हुन्छ
यसलाई निकालेर हालेर यसलाई के गर्छौँ पकाएर खाने हो होइन यो भइगयो अब हाम्रो यसलाई यस्तो होइन अब हामी के गर्छौँ भने यसलाई रगत छ यसलाई यहाँबाट गेड्छौँ अब पिस यो टाउको अलग भयो होइन अनि हामीले यसलाई पिस बनाउँछौँ कसरी हामी फेरि पिसेस यसरी हामीले यसलाई पिसेस गराएर राख्नेछौँ अनि यो हो हाम्रो टाउकोभित्र कनेरा भन्ने हुन्छ यो हाम्रो माछा काट्ने हुँदैछ यो टाउको काट्दैछौँ यसभित्र हाम्रो काइयोर हुन्छ क्या कनेरा त्यसलाई यस्तै निकाल्नुपर्छ टक टक हानेर यो हाम्रो दर्शकहरूलाई देखाउँदैछ कि होइन काटेको यसरी काट्छन् भनेर आफ्नो आफ्नो तरिका हुन्छ ठाउँ अनुसार तरिका होला तर हाम्रो तरिका चाहिँ यस्तो छ हाम्रो उला पुर्खादेखि हेर्नुहोस् यो ठ्याक्कै यो खप्पर यो टाउको हो है यो हो काइयो काइयो नभन्नुहोस् कि के हो यो सास फेर्ने गिल्स हो त्यो भन्छ अङ्ग्रेजीमा यसलाई कनेरा हो सास फेर्ने कनेरा हाम्रो भाषामा हँसलाई न कहिले हाँसेन कहिले घुगुरीले कहिले केले काटिन्छ मोबाइल किन हो लाइट हेर्नुहोस् यो चाहिँ यसलाई अङ्ग्रेजीमा के भन्छ अरे म त सोध्न पर्छ अमेरिका बस्ने मान्छे हेर्नुहोस् यो यस्तो मजा हुन्छ नि पकाएर खाँदाखेरि यो कुखुरा फेरि बस हाम्रो अब यो चाहिँ आन्द्रा भुँडी अनि यो अनि कलेजो अनि यो लाम्टा यिनीहरू चाहिँ हामीले अलग्गै एकदम राम्रो लागेको छ नि त यसरी हामीले यिनीहरू मासुहरू अब आफ्नो आफ्नो
पार्ट्सहरू छुट्याएर अनि यो यो पुच्छर है यसो पुच्छर हो यो अनि यो पखेटाहरू यो यसलाई फेरि हामीले जुरो भन्छौँ कि पोलेर खाँदा यस्तो मिठो हुन्छ कि ठोकै आउनुपर्छ सब ठिक छ जति लाछी भएर के थुकाउनेखेरि नपकाएको काँचो देख्दा त त्यस्तो थुक त आन्न त्यस्तो राम्रो आउनेको आउने रहेछ ल ल हुन्छ अब हामीले यो भिडियोलाई यतिसम्म गरेँ र हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हामी यसरी काट्दैछौँ अब यसलाई पिसेस बनाउनु पर्ने हो